गर्छु ल लु भन्ने त हाई एभ्रीवान हेलो नमस्ते आज हामी चाहिँ फर्किँदैछौँ साइला सालोकोमा माथि साइली देमाकोबाट फर्किँदैछौँ अब हामी साइला र कान्छाको मेरो ससुराली जाँदैछौँ जेठी सासूकोबाट फर्किँदैछौँ नेपालको राम्रो हुँदैछ मुनामा लडिस अन्त अरू त होइन घाम लागिरहेछ पानी छैन राम्रो छ वेदर अरू यति एउटै कुरो मात्रै धुलो चाहिँ पुरै छ धुलो चाहिँ गाडी धुलो पुरै छ धुलो छ अन्त अब बेनी नजाने हामी त बुढोमा भयो पहिल्यै गएको काइली दिदीकोमा घुमाउने जाने त्यसको पनि ब्लग हाल्छु अन्त लप्सीबोटै नजाने है हामी हाम्रो लप्सीबोटै जाँदा त अलिक योपालि अलिक टाइम छैन हामी 2 गते फर्किने अन्त त्यति हो त्यताबाट हेर्नुहुँदैछ भने है दादाहरूले नरिसाउनु है त्यताबाट हेर्दैछ नरिसाउनु अर्को पालि आउँछौँ त्यस्तै भयो अर्को पालि छुट्टी मिलेन अब 2-4 वर्ष पछि आउँछौँ ल त्यति नै हो अब यति छ है ल अब चाहिँ हामी चाहिँ मन्दिर ढुङ्गेन मन्दिरमा आइपुग्यो यो मन्दिर छेत्री छ भन्छ बुढोपाकाहरूले अन्त यो सिंहदेवी मन्दिर भने कि यो के दुर्गा देवी मन्दिर भन्यो यो चाहिँ थाहा भएन मलाई माफौ अन्त यहाँ चाहिँ यस्तो छ ऊ माथि चट्टान छ ढुङ्गाको चट्टान छ जयदेवी माता हो है बाबा सबैको रक्षा सबैजना रक्षा गरून् है मलाई रक्षा गर्नु फुलप्रति क्षमा चाहन्छौँ है मरेको मान्छे नदेखोस् आपद विपद परेको नदेखोस् रोग कष्ट नलागोस् त्यही हो सिंहदेवी दुर्गे कालीदेवी कालीमादेवी देवी देवताहरूलाई बलबिन्ती देऊ भनेको अब तिमीहरूको लागि प्रार्थना गरेको नि हो है बाबा प्रार्थना गरेको भाइ ल यहाँ चाहिँ नि त यहाँ यसो बेरी जाँदा कस्तो हुन्छ बेनी त गाडीमा